ए दिदी तपाईँलाई त घरबाट खेलाए जस्तो छ नि त नि पुरा माइती घरमा आएर चाहिँ त्यता ढाँगेर बस्नु भएछ तपाईँलाई के भन्नु त झोले भन्नु न यसै पनि ए भैँसी दिदी तपाईँ भाइरल हो तपाईँ ट्रेनमा किन बस्नुभएको भाइरल के भाइरल ट्रेनभित्र नबसे कहाँ जानु त के तपाईँ यहाँ उठ्नु के सर्प पस्छ ट्रेनभित्र सबैजना त उठाएपछि उठ्ने हो यहाँ तपाईँले यहाँ बसेर अराजक मचाउनु भएको हो तपाईँ घरमा जाने मैले त केही नि मचाएन जायज माग हुन्छ भने बस्ने हुँदैन भने आफ्नो घर जाने हर्क साम्पाङज्यूलाई विरोध गर्दैछ नि त केटाकेटीहरू तपाईँ यसको बारेमा के भन्नुहुन्छ प्रधानमन्त्री हर्क हुन्छ आशा पनि गर्ने अनि भरोसा पनि गर्ने अनि त्यसपछि विरोध पनि गर्ने आशा भरोसा गरेपछि त चुपचाप लगाएर माग पो राखेर बस्छ नि त नारायण शाहले दुई शब्द के भन्न चाहनुहुन्छ लुसिफर गजेडी कुरो त त्यस्तो हो दिदी अनि सबैभन्दा अराजक र देशमा आतङ्क मचाउने चाहिँ को हो नाम भनिदिनुहोस् त हुन्छ राजसभा पार्टी भनी बालेन शाह भनी रवि लामिछाने भनी सुदन गुरुङ भन्ने लुसिफर गजेडी टिओबी ग्याङ अनि सिंहदरबारमा त तपाईँलाई मन्त्री नै बनाउनु अरे नि त तपाईँको यो विरोध गर्ने काम देखेर तपाईँले सपोर्ट गर्नु पऱ्यो त्यही भएर चाहिँ तपाईँलाई मन्त्री बनाउनु अरे नि त सिंहदरबारभित्र के भन्नुहुन्छ के होला थाहा छैन यो कुरा उता संसदमा राख्नु यो कुरा मलाई थाहा हुँदैन संसदभित्रको हर्क साम्पाङज्यूले गर्नुभएको राम्रो कामको चाहिँ प्रशंसा कसरी गर्नुहुन्छ धन्यवाद भन्छु तपाईँहरूले गरेको कदमहरू एकदम राम्रो छ योभन्दा पनि अझै उन्नति प्रगति गर्दै जानु होला जसुकैले जेसुकै भनोस् केही हुनेवाला छैन त्यही भएर तपाईँहरूको दौड एकदमै खतरा छ झन् योभन्दा छिटो दौडिनु होला ऊ महेश बस्नेतले फोन गर्दैछ तपाईँको हेर्नुहोस् त ए कति फोन गर्छ भाइरल हुनु पनि नहुनु रहेछ शाबाश बेटा बहुत बढिया